हेलो गाइज गुड मर्निङ। आज चाहिँ हाम्रो ठुली छोरीलाई हस्पिटल लिएर जानुपर्ने छ। हस्पिटलको अपोइन्टमेन्ट छ फारोमा। त्यही भएर म चाहिँ उठेर फ्रेस भइसकेँ। अब लागौ रेडी हुनतर्फ। मैले चाहिँ ठुली छोरीलाई रेडी गरेर यस्तो बनाएँ। उनी चाहिँ आज खासै बोल्न खोजेकी छैनन्, बिहानै भएर होला। मेरी सानी छोरी चाहिँ यस्तै भइन्। उनी चाहिँ जानलाई रेडी भइसकिन्। हामी चाहिँ घरबाट निस्किसक्यौँ। हामीलाई चाहिँ आज बाले लिएर जाँदै हुनुहुन्छ। हामी चाहिँ लाग्यौँ हस्पिटलतर्फ। FM Sunday para o hospital. Tem 6 letras, começa pela letra B de Portugal. Logo a seguir tem a letra E. Eu já dei aqui o posicionamento do E. O E é a segunda letra. E nesta palavra tem também lindas canções como balões para tirar a rua. Venham cá ver o bairro de Lourdes, que nos seduz e seduz o mundo. Não digas não, que ao coração sabe-lhe bem cantar. Venha ouvir a marcha. मेरो कार्ड कहिले आउँछ? यस हामी चाहिँ लगभग हस्पिटल पुग्न थालिसक्यौँ। हामी चाहिँ हस्पिटलभित्र एन्ट्री भयो। Temos que ir aqui na frente. Sim, frente. Ah, para criança. मैले सानी छोरी र ठुली छोरीलाई जन्माएको हस्पिटल चाहिँ यही हो। यो चाहिँ फारो हस्पिटल भन्छ, यहाँको ठुलो हस्पिटल। अल्बुफेरा, फारो, बिल्लारियल। हामीलाई हस्पिटल छोडेर बा चाहिँ म बाहिर हुन्छु भन्दै बा चाहिँ बाहिरतिर लाग्नुभयो। अनि हामी चाहिँ लाग्यौँ अपर्णालाई चेकअप गर्न हस्पिटलतर्फ। यो चाहिँ मेरो छोरीलाई चेकअप गर्ने ठाउँ हो। हस्पिटलमा एकछिन वेट गर्नुपर्छ भन्यो। अनि हामी चाहिँ लाग्यौँ कफी खानतर्फ। हामी चाहिँ कफी खाएर फर्किसक्यौँ। छोरीले चाहिँ छोरी चाहिँ हस्पिटलमा कक्का गरेर टाइम पास गर्दैछन्। आफू के गर्न लाग्यो? काका गर्यो? वाउ, कतिखेरि काका गरेको? हामी चाहिँ नानुलाई चेकअप गरेर अब घरतिर लाग्यौँ। घर फर्किन लाग्यो बासँग। हामी चाहिँ घर आइसक्यौँ। अब चाहिँ हामी खाना खान्छौँ। नानुलाई सुताउने टाइम भइसकेको छ। अब म नानुलाई सुताउनतिर लाग्छु। ड्याडी चाहिँ खाना बनाउनतिर लाग्नुहुन्छ। हामी खाना खाएर सुतिसक्यौँ। ठुली छोरी आज ठुली छोरीलाई सुताउन अलिकति ढिला भयो। अब ठुली छोरी उठेपछि हामी लाग्छौँ सपिङतिर। अब चाहिँ मेरी छोरी उठिसकिन्। अब हामी लाग्छौँ फेरि कन्टिनेन्टतिर। हामी चाहिँ लाग्यौँ कन्टिनेन्टतिर। कन्टिनेन्टमा सामान किनेर हामी चाहिँ दिदीकोमा गयौँ। दिदीले चाहिँ चटपटे बनाएर खुवाउनु भयो। अनि ड्याडीले चाहिँ एकदम दामी छ भन्नुहुन्छ। यो चाहिँ हाम्रो दिदी हो, मेरो हस्बेन्डको दिदी, मेरो चाहिँ अमाजु दिदी। मलाई नल्याऊ है भन्दै हुनुहुन्छ उहाँले चाहिँ। हामीलाई चाहिँ चटपटे एकदमै मन पर्यो। म को भन्छु? माइजु। कसको माइजु? अप्पुको माइजु हो म? मायाको माइजु हो।
हेलो हेलो, हामी चाहिँ दिदीको घरबाट फर्किसक्यौँ। अब चाहिँ लाग्यो हामी घरतिर। हेलो हेलो, हामी चाहिँ घर आइपुग्यौँ। आजको भ्लग यसै गरी यहीँ बन्द हुन्छ। बाई बाई, सी यू नेक्स्ट भ्लग।